चोर्न आउनुपर्छ क्या राति क्या। फलफुलका बुटाहरू रोपेको छ क्या सानसाना, दामी छ है। दामीको फुल छ यहाँ, पहेँलो फुल। यो हाम्रो सबैजनालाई स्वागत छ। आज फेरि एउटा सानो कलर लिएर आएको छु है। बाहिरतिर यसो घुम्दैछन् हामीहरू, कलर लगाएर रमाइलो छ ठाउँहरू होइन। हामी यतातिर चाहिँ गाडीहरू, मेन रोड हो यो चाहिँ। मैले काम गर्ने चाहिँ ऊ पर देखेको छ, त्यहाँनिर बस्ने लगाएर यतातिर देख्न सकिन्छ। डाँडा हो, माथितिर डाँडाहरू छ, रमाइलो छ। आज यसो एकछिन घुमौँ त भनेर लिएको त्यो सामान पनि किन्नु पर्ने थियो, कुनै सामानहरू खाना पनि खानु पर्यो, त्यसको लागि एकछिन घुमौँ न त भनेर निक्लेको छौँ है। यतातिर रमाइलो भइरहेको छ आज। हल्का हावा पनि सरर चलेको रहेछ है, त्यही भएर मस्त छ। अब कता कता जाने हो भनेर सो ठाउँहरू हेर्दैछौँ हामी होइन। कता जाने हो भाइ भन्न त। टक्क फेरि हेरेर आउँछौँ है त। अब कस्तो लाग्छ यो ठाउँ हेरेर प्रतिक्रिया दिनु होला है। अब अहिले कति 5 बजेको छ, अहिले घाम पनि एकदम कम भइरहेको छ, गर्मी पनि अलिक कम छ, त्यही भएर ठिकै देखिएको छ बाहिरको भ्यूहरू पनि है। कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिन चाहिँ नभुल्नु होला। यस्तै छ, हामी चाहिँ घुमेकै छौँ बाहिरतिर लगाएर टक्क लगाएर कता कता जाने हो। अन्य ठाउँहरू हेर्दैछौँ, अलि राम्रो ठाउँ कता छ भनिकन हेरौँ न त कता हुन्छ ठाउँहरू। अनि कहाँदेखि हुनुहुन्छ हजुरहरू, कहाँदेखि हेर्दै हुनुहुन्छ सबैजनाले कमेन्ट मार्फत बताउनु होला है। यहाँनिर यता तलतिर चाहिँ यो फलफुलका बुटाहरू रोपेको छ क्या सानसाना, दामी छ है ठाउँहरू, एकदम हरियाली। तर ठाउँहरू अरू जे जस्तो भए पनि सधैँभरि हरियाली भइराख्ने कि पातहरू पनि त्यति खासै झरेको नथाहा भने त्यसको लागि चाहिँ रमाइलो रहेछ है ठाउँहरू। अनि त्यही भएर यस्तै हो। हामी अब त्यहाँनिर जान्छौँ, बच्चाहरू खेलिरहेछन् है तलनिर, बच्चाहरू। यहाँनिर यो ठाउँ चाहिँ राम्रो रहेछ, एकदम रमाइलो गाउँघर हो कि यो चाहिँ। सानसाना घरहरू छ, पानी बग्ने ठाउँ। यो केको बुटा यति ठुलो छ, माया गरे यति ठुलो बुटा पनि हुँदो रहेछ है। यता पर छ ठुलो बुटा के हो। अनि बच्चाहरू पर रमाइरहेका छन् आफ्नै धुनमा होइन। काठको घर देखेँ क्या है, यो चाहिँ काठको घर हो ठिकै के। जस्तै हुन्थ्यो हाम्रो उतातिर पहिला हुन्थ्यो त्यस्तै देखेँ क्या मैले। यस्तै छ, टक्क छ, रमाइलो छ, यता घुमिरहेको छ है। अब कता हुन्छ हेर्दै जानु, अन्तिमसम्म चाहिँ हेर्नु है भिडियोलाई। नेपालमा चाहिँ टक्क यस्तो खाइन्थ्यो, चोर्न आउनुपर्छ क्या राति क्या। फेरि यतै मलेसियामै बास होला, फेरि चोर्न आउँदाखेरि मागेर दिने छैनन् तपाईँ हामीलाई होइन।
होइन त्यही भएर गाह्रो छ अब छ होइन यो देखाउनु त्यही पुरै यस्तो ठाउँमा छु घरतिर घरहरू टक्क लाएर होइन छ अनि यहाँ आउँदाखेरि चाहिँ मलाई ट्याक्क चर्चमा देखेर चाहिँ एउटा गीत पनि याद आयो होइन के अरे चस्मा लगाएर अब घुम्दैछु ल आउनु आउनु जामे त पर्दा घुम्नलाई अब होइन टक्क अब घुम्नुपर्छ त्यही हो रमाइलो छ आजको दिनहरू एकदम त्यही हो हेरिराख्नु होला तपाईँहरू यतातिर सानसाना घरहरू छ तललाई हामी यहाँ पर चाहिँ एउटा पिपलको बुट्टा पनि रहेछ है ठुलै पिपलको बुट्टा रहेछ यस ठिकै छ रमाइलो छ है पहेँलो फुल यो हाम्रो गाउँतिर हुन्थ्यो कि एउटा हामीले चाहिँ यो बर्खा मासमा हुने एउटा के त भन्छ त्यसको नाम प्याउली फुल भन्थ्यौँ सेम त्यस्तै खालको क्या तर त्यो चाहिँ होइन बुट्टा चाहिँ ठुलो छ यो हाम्रो चाहिँ यता त सानो सानो झारपातको बुट्टा भन्छ यहाँ चाहिँ ठुलो छ तर बुट चाहिँ सेम त्यस्तै रहेछ क्या फुल कतै याद आयो क्या मलाई यहाँनिरै यही हो आजको विशेष हाम्रो घुमघाम भनेको यही नै हो अब अलिअलि घुमियो फोटोसोटो खिच्यो भिडियो सिडियो बनाइयो अब हामी चाहिँ लगभग रुमतिर लाग्छौँ होला जस्तो लागिरहेछ अब होइन कति घुम्ने हो र भनेर अब विशेष लाग्नुपर्छ रुमतिर ल है साथीहरू यही थियो आजको हाम्रो विशेष घुमघाम कस्तो लाग्यो प्रतिक्रिया दिन चाहिँ नबिर्सनु होला है ल